छु त्यो अलिकति पर्फर्म गर्दाखेरि गुन्ने खुल्चिरहेको छ है भयो 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 खै यो सानो नानीलाई खै ओ माई गड आई लभ यु ओके घर गएर तिम्रो मम्मीलाई आई लभ यु भनिदिने बाबालाई चाहिँ सिधै ज्योति आन्टीको भन्ने तिम्रो बाबा पनि चार्ज भएर बस्छ ओके यो कति बोले पुसाइ तिमी यो पुसाइले टोइलेटको व्यवस्था गरिदिनुहोस् त पछाडि मलाई थाहा भइसक्यो आज पुरै बुढाहरू चार्ज भइसक्यो मैले थाहा भइसकेँ उहाँलाई मगर दिवसको केही मतलबै छैन उहाँलाई चाहिँ ज्योतिमाको तिग्र हेर्न पाएँ मात्रै छ उहाँहरूलाई एनिवे फेरि पनि एकचोटि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नेपाल मगर सङ्घ तिलोत्तमा नगर समितिलाई हाम्रो अध्यक्षज्यू बरु मलाई देखेर तिम्रो प्यान्ट खस्न सक्छ तर हजुर जस्तो सेकेन्ड ह्यान्डले देखेर मेरो लुङ्गी पटक्कै खस्दैन ओ त्यो पछाडिको चक्स चस्मा अनि सोल्डर देख्यो भने चाहिँ मेरो लुङ्गी आफै खस्छ फेरि मेरो आमामा के मामाहरू पुसाइहरू त नि जबरदस्त खबर थियो होला होइन ज्योति मगर स्कर्ट लाएर आउँछ अनि तलबाट यसरी हेरौँला आफूले चार्ज गरौँला भनेर म खबर आएको थियो कि हाम्रो पुसाइहरू हुन्छ यतिले ओके तिमी सेकेन्ड ह्यान्डको बुढा त हुँदैन हौ सेकेन्ड ह्यान्डको त हुँदैन गुन्द्रुकको इज्जत फाल्नु गुन्द्रुकको झोलमा तर ठिकै हुन्छ यस्तो बुढालाई बुढा बनायो भने बल्ल यङ केटाहरू चाहिँ तन्नेरहरू पाँट केटाहरूलाई चाहिँ बोयफ्रेन्ड बनाउनु पाइन्छ म बिहा चाहिँ यस्तै सेकेन्ड ह्यान्डहरूसँगै गर्छु होला कि किनभने सेकेन्ड ह्यान्डहरूको धेरै हुन्छ नि क्वालिटी हुन्छ धेरै नै पहिलो कुरा त गर्लफ्रेन्डलाई अथवा बुढीलाई कसरी टेक केयर गर्ने कसरी माया गर्ने जानेको हुन्छ दोस्रो कुरा पकेट पनि तातो हुन्छ होइन तेस्रो कुरा बच्चा पाउन पनि जानिसक्या हुन्छ त्यति केटाहरूले पनि जानेछु भने होला सल्डेहरू त्यो त हामीले पनि जाने थियौँ टाइपको आइरहेको सोच तर हो जान्न त सबै जाने हुन्छ खासमा मान्छेको चित्र बनाउन मात्रै गाह्रो हो के मान्छे बनाउन त सिक्नै पर्दैन अटोमेटिकली आउँछ ओके आमा पख्नु तपाईँलाई नटी मगर्नी आमामा रात परेपछि हामी जस्तो कन्याकुमारीको अगाडि तपाईँले त्यस्तो कुरा गर्न लाज लाग्दैन ओके र अर्को मुख्य कुरा भनेको चाहिँ मलाई यस्तो बुढाहरू अर्काको बुढा किन मनपर्छ थाहा छ कहिलेका आफ्नो पनि दम देखाउनु पर्छ कि अब सिङ्गल केटाहरू भनेको त खाली पोस्टहरू हो जसले पनि गोल गर्छ हो कि होइन तर रोनाल्डो मेसी ज्योति मगरले त किपर भएको पोस्टमा मात्रै गोल गर्ने हो कि त्यो किपरले छेक्न सक्छ कि सक्दैन भन्ने कुरा त्यसकै बुढीमा भर पर्छ त्यसैले विवाहित महिला दिदीबहिनीहरू आफ्नो बुढाको अगाडि किपर भएर बस्ने कोही केटीलाई पनि गोल गर्न दिने होइन अनि त्यहाँ देखिन्छ तपाईँ कतिको परिपक्व हुनुहुन्छ भन्ने कुरा अनि दिनरात बुढाको मोजा धोएर कट्टु धोएर खाना पकाएर मात्रै बुढा तपाईँको हुँदैन है
जहिले पनि आफूले आफूलाई माया गर्ने, टेक केयर गर्ने, आफूले आफूलाई राम्री बन्ने, सेक्सी बनेर बस्ने, बुढा घरमा आउने बेला यतापट्टि ब्याकलेस ब्लाउज लाएर बस्ने कि, अनि आउने बित्तिकै बुढा यहाँनिर कस्तो मच्छरले टोकेछ मार्दै न भन्ने होइन। म त धोरी त तपाईँको बुढा कहिले तपाईँको बुढा हुँदैन। ओके एनिवे सँगसँगै गीत गाउँ है त। यो गीत विमलाको सिनको विमलाको चाहना बिचमा चाहिँ आई लभ यु खेल्नु पर्छ है दिल तमा। पूर्ण देशमा छौँ, त्यसमध्येको पनि हामी मगरहरू, हाम्रो आफ्नै खालको भाषा भेष कला संस्कृति छ। सो यो कुरालाई जगेर्ना गर्नको लागि आफ्नो ठाउँबाट भूमिका खेल्नुहुने सम्पूर्ण मेरो प्यारो प्यारो दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई सम्मान छ, धेरै धेरै धन्यवाद छ। र मसँगै आउनुभएको छ अर्को राष्ट्रिय कलाकार सङ्गीता थापा मगर। अहिले उहाँको पञ्ची बाजा, झ्याउरे गीत लगायत थुप्रै उसको आफ्नै हिट गीतहरूमा रमाइलो गर्नु होला। अहिलेलाई भने म सिधै गीत गाउँछु ल, सँगसँगै रमाइलो गरौँ है त। साँझ पोखो भटीमा छिरेको, अब मगरको छोरी हो होइन, हामी भट्टी थाप्ने सोल्टीहरू भट्टीमा छिर्ने हो कि होइन केटा? खै त आज त यसो गादा सादा पारेको च्वाक च्वाक केटाहरू देख्न पाइनु पर्ने हो, यता कता हो सोल्टीहरू। साँझ पोखो भटीमा छिरेको, थाहै पाइन बिल कति तिरेको, कान्छी मुसुकै पैसा भुसुकै, कान्छी मुसुकै पैसा भुसुकै। अब म कान्छी मुसुकै भन्छ, तपाईँ पैसा भुसुकै भन्नुहोस् ल। कान्छी मुसुकै, कान्छी मुसुकै। अब कान्छीको लाइन, नाक फुली टल्केको टिलीले, नाक फुली टल्केको टिलीले, सोल्टी राजा थिन बेगमै फिलिले, बैसा हरलक्कै सोल्टी सरलक्कै, पैसा हरलक्कै सोल्टी सरलक्कै। अब सोल्टी सरलक्कै भन्ने पालो पनि तपाईँहरूको है त। पैसा हरलक्कै, पैसा हरलक्कै, कान्छी मुसुकै। ओके बसी बसी गीत गाउनुपर्छ आज। कान्छी मुसुकै ट्र्याक बजाइहाल त। भटीमा छिरेको, थाहै पाइन बिल कति तिरेको, कान्छी मुसुकै, कान्छी मुसुकै। नाक फुली टल्केको टिलीले, हो गएन दिल तमा। नाक फुली टल्केको टिलीले, सोल्टी राजा थिन बेगमै फिलिले,
खोली भित्र के छ तिर्खा लाग्दा सबले धाउने त्यो खोली भित्र के छ सबलाई मोहनी लाउने तिम्रो चोली भित्र के छ सबलाई मोहनी लाउने तिम्रो चोली भित्र के छ अझै थोरै अझै बढाऊ खोली भित्र पानी चोली भित्र जवानी खोली भित्र पानी चोली भित्र खोली भित्र पानी चोली भित्र खोली भित्र पानी चोली भित्र ओके चोली भित्रको जवानी रोइला रोइला त्यो खोली भित्र के छ सबलाई मोहनी लाउने तिम्रो चोली भित्र के छ सबलाई मोहनी लाउने तिम्रो चोली भित्र के छ खोली भित्र पानी चोली भित्र जवानी खोली भित्र पानी चोली भित्र खोली भित्र पानी चोली भित्र हो कि होइन आहा आहा मुला भित्र पानी हजुर फुला भित्र रासा मुला भित्र पानी हजुर फुला भित्र रासा साँच्चै तिर्खा लाग्यो भए आउन काखमै बस साँच्चै तिर्खा लाग्यो भए आउन काखमै बस अब नघटाउला बेबी घटायो फेरि तिमी गाउँ भन्छु म त फेरि नघटाऊ है फेरि म त फेरि तिम्रो घटाइदिन्छु फेरि अहिले अघि कालो कपाल पहेँलो बेसारो मरिलानु जिन्दगी के छ र बनैमा बनकेर मादलो खुन्न लाज मान्नु हुन्न नाच माया एकचोटि फन्केर पहेँलो बेसारो मरिलानु जिन्दगी के छ र बनैमा बनकेर मादलो खुन्न लाज मान्नु हुन्न नाच माया एकचोटि फन्केर नाच माया एकचोटि नाच माया एकचोटि नाच माया एकचोटि मादलो खुन्न याक्सा गुमाल त काम गर्न छोडिसक्यो आज अब अर्को गीत है त हामी यस्तो मगर ड्रेसमा हुँदाखेरि चाहिँ म चाहिँ अलिक कल्चरमा फोकस हुन्छु ल आज है सुर्खेत बुलबुले जाम्ला नाचम्ला झाम्रेको तालैमा सबैजनाले मगर दाजुभाइ दिदीबहिनी मगर सोल्टिनहरू मेरो पुसाइहरू फुपूहरू मेरो नन्न आमाजहरू ओके यो चाहिँ बच्चाहरूलाई चाहिँ हात मिलाउन अलाउड छ बच्चाहरूसँग हात मिलाउने हो अनि 18 वर्षदेखि मुनिकोहरूसँग चाहिँ अँगालो मार्ने हो 18 नागिसकेको सँग चाहिँ सिधै बिहा गर्ने हो ओके अर्को गीत ल त्योभन्दा अगाडि तपाईँहरू सबैजनाले आज त सबले रुमाल बोक्नु भएको छ मलाई थाहा छ सबैले माथि रुमाल उठाएर उठाउनु पऱ्यो खै हेरौँ त हेरौँ रुमाल माथि सबैले रुमाल हल्लाएर है सबैले रुमाल हल्लाएर भन्नु पऱ्यो ओके यो गीत कालो गए गोरो आउँछ गोरो गए कालो झ्याप्पै माया लगाइदिए झिल्के पर्दाखेरि पालो अरू चिनो केही पनि छैन भो केही पनि छैन भो जाली रुमाल सोटेर बहिना भो सबैजना
Lumang soltera, Sally, lumang soltera, Sally, lumang soltera. Thank you.
खुकुरी हिजो के सेचेर जम्मै 6 महिना कान्छ मात्र पैसा हजुर इसे कान्छेलाई नाकी जस्तो भेना हो रमुनी बोले बाट पनि भइरहेको छ हाम्रो प्रथम चाहिँ लक्षण थापा
ल हिँड्नु न हिँड्नु अगाडि हिँड्नु त हिँड्नु क्यामेराम्यान भइरह्यो दाइले क्यामेराम्यान गराइरह्यो मलाई हाल्नु है आज यस्तो फोकस हान्नु ल ल भयो दाइ